हेलो गाइज, यो चाहिँ स्पेसली ब्लग चाहिँ कमिलाको होइन। कमिलाले चाहिँ यो परको यो रुख छ नि, त्यो रुखदेखिको चाहिँ यहाँ फलेको सानो यस्तो दानाहरू चाहिँ होइन भुइँमा झरेको टिपेर यत्रो लामो बाटोबाट हिँडेर यति परबाट आइरहेको छ। यही लाइन 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 हिँड्दैछ। कति मेहनत गरेर आइरहेको छ बोकेर। अनि यस्तो आयो अनि आएपछि चाहिँ यिनीहरू यहाँ आउँछ क्या। यहाँ चाहिँ यिनीहरूको एउटा खाल्टो थियो क्या। अनि यिनीहरूलाई चाहिँ पार गर्नु पुरा गाह्रो भइरहेको थियो। अनि त्यही भएर मैले चाहिँ यो यिनीहरूलाई पुल बनाइदिएको हर्का साम्पाङले जस्तै। अनि त्यहाँदेखि यहाँ चाहिँ मैले खाना पनि त्यहाँबाट ल्याइकन यहाँ थुपारिदिएको थिएँ। अनि यिनीहरूले यहाँबाट लग्छ कि लग्दैन भनेर लग्दो रहेछ। यहाँबाट चुज गर्दै लाँदैछ। आदिले चाहिँ यहाँको यही यहाँ थुपारिदिएको मैले थुपारिदिएको खाना लग्दैछ भित्र। यता यिनीहरूको घर चाहिँ यहाँभित्र छ। यता यहाँ अनि आदिले चाहिँ यतैबाट ल्याइरहेको चाहिँ यो पुलबाट जान्छ। अब पुल पार गरेर कसैले त्यहीँको सार्दैछ, कसैले यहाँबाट केहरू बोकेर ल्याउँदैछ। कस्तो क्युट। यिनीहरू चाहिँ कति साह्रो हार्ड वर्किङ हुँदो रहेछ भने यहाँबाट यस्तो बोक्दै आउँदैछ।